हजुरहरु सबैजनालाई इलोहिम परमेश्वरको नाममा जय मसीह अनि नमस्ते भन्न चाहन्छु। आजको हाम्रो वचनको शीर्षक छ परमेश्वर हाम्रो सहायक हुनुहुन्छ। प्रियहरू हो, अहिलेको संसारमा हामी यस्तो परिस्थितिमा जिरहेका छौं जहाँनिर सहायक पाउनु हामीलाई धेरै गाह्रो पर्छ। सघाउने व्यक्तिहरू पाउन हामीलाई धेरै गाह्रो पर्छ है। जति सक नसक आफैले नै आफ्नै बलबुतामा गर्नुपर्ने स्थिति छ। अनि यस्तो स्थितिमा कहिलेकाहीँ हामी निराश पनि हुन्छौँ। कहिलेकाहीँ परिस्थितिहरू बिग्रेर जान्छ अनि हामीले कहीँबाट पनि सहायक पाइरहेका हुँदैनौँ जसले चाहिँ हामीलाई सहायता गरोस्। अनि यस्तो कारणले गर्दा हामी कहिलेकाहीँ निराश भएर जीवन जिरहेका हुन्छौँ। तर आज खुसीको कुरा म तपाईलाई बताउँदैछु। परमेश्वरको वचन भजन सङ्ग्रह 46 नम्बरको 1 पदले भन्छ, परमेश्वर हाम्रो शरणस्थान र बल हुनुहुन्छ, सङ्कष्टमा अति सजिलैसँग पाउने सहायक हुनुहुन्छ। कति आशिषको कुरो प्रियहरू हो। आज मानिसले तपाईलाई सहायता गरोस् चाहे नगरोस्, मानिसले तपाईलाई उत्साह दियोस् चाहे नदियोस्, मानिसले तपाईलाई हैसे गर्दोस् चाहे नगर्दोस्, तर तपाईको परिस्थिति अप्ठ्यारो स्थितिमा परेको बेलामा, तपाईँ अप्ठ्यारो परिस्थितिमा पर्नु भएको बेलामा, त्यति बेला तपाईले सम्झिनुहोस् कि परमेश्वर चाहिँ सजिलैसँग पाउने सहायक हुनुहुन्छ। बाइबलमा अन्धोहरूले यो सहायकलाई सजिलैसँग पाएको छ। बाइबलमा बहिराहरूले यो सहायकलाई सजिलैसँग पाएको छ। बाइबलमा परिस्थिति बिग्रेको मानिसहरूले, कहीँबाट पनि सहायता नभएको मानिसहरूले, कोरीहरूले जसलाई छिछि दूर गर्थ्यो, यिनीहरूले यो सहायक परमेश्वरलाई पाउनुभयो अनि जीवन हेर्नुहोस् त आनन्द भएर गयो। उनीहरूको परिस्थिति परिवर्तन भएर गयो। अनि आज म तपाईलाई उत्साह दिन चाहन्छु, यो सजिलैसँग पाउने सहायक जो हाम्रो शरणस्थान पनि हुनुहुन्छ, जो हाम्रो बल पनि हुनुहुन्छ, यो परमेश्वरलाई तपाईले आफ्नो हृदयमा निम्ताउनुहुन्छ भनेदेखिलाई तपाईले सहारा नपाई बस्नु भएको छ भने तपाईले सजिलैसँग पाउने सहायक परमेश्वरलाई पुकार्नुहोस् अनि उहाँले तपाईलाई सहायता गर्नुहुनेछ। अनि उहाँले गरेको सहायता चाहिँ कसै मानिसले गरेको सहायता जस्तो होइन, तर त्यो सहायता चाहिँ भिन्दै सहायता हुनेछ। अनि हामीले नसोचेको कुरामा परमेश्वरले आशिष दिनुहुनेछ। हामीले विचारै नगरेको कुराहरूमा परमेश्वरले कार्य गर्नुहुनेछ। त्यसर्थ यो परमेश्वरलाई तपाईले आफ्नो हृदयमा निम्त्याउनुहोस्, यो सजिलैसँग पाउने सहायकलाई आफ्नो हृदयमा निम्ताउनुहोस् अनि उहाँले तपाईको परिस्थितिलाई अर्कै परिवर्तन गरिदिनुहुनेछ। तपाईले नपाएको, मानिसहरूबाट नपाएको सहायता चाहिँ परमेश्वरबाट तपाईले पाउनुहुनेछ, किनभने उहाँ चाहिँ सजिलैसँग पाउने तपाईँ र मेरो सहायक हुनुहुन्छ। परमेश्वरले तपाईहरूलाई आशिष दिउन्। सँगसँगै हाम्रो यो च्यानल एलोहिमलाई तपाईले सब्स्क्राइब पनि गरिदिनुहोस् अनि गरिदिइरहनु भएको छ। तपाईहरूले देखाइदिनु भएको मायाको लागि तपाईलाई धेरै धेरै धन्यवाद। केही दिन अगाडि हामीले जुन एउटा विज्ञापन हालेका थियौँ यो च्यानलको लागि, धेरैले तपाईले सब्स्क्राइब गरिदिनु भयो, तपाईले लाइक पनि गरिदिनु भएको छ, कमेन्ट्स पनि दिनुभएको छ। तपाईलाई धन्यवाद छ। परमेश्वरले तपाईलाई आशिष दिउन्। अझै तपाईले अरूलाई पनि सब्स्क्राइब गर्नको लागि उत्साह गरिदिनु होस्। अनि के कस्तो तपाईलाई लागेको छ हामीलाई यसो बताइ पनि दिनुहोस् है। परमेश्वरले तपाईलाई आशिष दिउन्। जय मसीह।